Hello guys, welcome to my vlog है फाइनली आज चाहिँ हामी मतिगढा नर्सरीमा आएको यहाँ क्यान्सर म टक्क लगाएर साइकिङ छ अनि यहाँ चाहिँ म छु एकदमै यहाँ चाहिँ एकदमै रमाइलो भइरहेछ यस्तो बवाल हावा के भन्दियो कान्छ सबैजनामा मेरो आजको गुड आफ्टरनुन र आज हामी यहाँनिर धेरै पछि भेट भएर यहाँ नर्सरी पार्कमा आएको छौँ यहाँनिर मतिगढाको र यहाँ रमाइलो हुँदैछ र रमाइलो जिन्दगीमा गर्नु छोड्नु भएन जस्तोसुकै अवस्था आउँदाखेरि पनि भन्दै म हस् बिदा हुन चाहन्छु। यतिको चाहिँ दिनु पऱ्यो है गाइस, यतिको चाहिँ दिनु पऱ्यो होइन। हाम्रो कान्छा चाहिँ एउटा कवि पनि हो होइन, अनि खतरा मान्छे हो कान्छा चाहिँ। मतिगढाको नर्सरी पार्कमा आउँदाखेरि मार्छु क्या हाम्रो देख्नुहुन्छ अचम्मको ढुङ्गा रहेछ यहाँ है। यो चाहिँ जादुबाट भर्खरै पकड डर लागिरहेको भर्खरै यहाँ माथि आकाशबाट यहाँ खसेको छ यो गाइस। भर्खरै यहाँ झन्डै कान्छाको टाउकोमा लागेन। यहाँ देख्न सक्नुहुन्छ यो ढुङ्गा चाहिँ एकदम ढुङ्गा छुनु पनि डर लागिरहेको छ। छुनु पनि डर लागिरहेछ, त्यही भएर यहाँ लट्ठी भइरहेछ है, डराइरहेछ कान्छा पनि। यस्तै टक्क लगाएर मेरो बाइसेप पनि हेर्न सक्नुहुन्छ तपाईँले है, खतरा छ। कडक मान्छे हो नि हामी पनि, सानसानो मान्छे होइन होइन। टक्क लगाएर फेरि यसरी बस्यो भने सोप गरेर बस्यो भने फेरि केटीहरू पछि लागेर समस्या हुन्छ कि, त्यही टक्क मैले यसरी यो फोर्ड राइडर हो है। मैले चाहिँ उसलाई म पुऱ्याइदिन्छु तलसम्म भनेको चाहिँ डराएँ, तर यस्तो बस न यहाँ उपर मान्छेहरू पनि यहाँ भेला हुँदैछ भनेपछि हाम्रो बस न। टक्क लगाएर आउँछ हाम्रो यो बुलेट बाइकमा क्यान्सर मस्यो अब टक्क भेट भइसक्यो। अरूले सोध्छ subscribe गरिदिनुहोस् YouTube च्यानल मान्छेहरू पनि छन् भने यहाँनिर यस्तो कालो घाममा सबैजना गफ गर्न लगायत अनेक कुराहरू गर्न आएका हुन्छन्। त्यसले अब म अफ यहाँ बाटो आइसकेको छु। मतिगढाको भित्रको बाटो त्यो हुन्छ टन्टला पुरै घाम तराईमा तराई नै पर्छ यतातिर यस्तो घाम लागिरहेको छ। मतिगढा चोक आइसकेको छ। अगाडि हेर्नुहुन्छ दर्शक बेनहरू हाम्रो मतिगढामा यस्तै छ, सुनसान छ। युवाहरू सबै विदेश लागेर कोही छैन यहाँनिर। आइज हामी चाहिँ अब यहाँ चटपट पसलमा आइसक्यौँ अनि हामी चाहिँ चटपटै खान लागेको भन्दै गर्दा